हेलो गाइज वेलकम टु अनदर एपिसोड अफ बिन्दास पोडकास्ट र आजको लागि तपाईँको होस्ट हो म सुनायना आजको गेस्टमा हामीसँग हुनुहुन्छ अ भेरी स्पेसल पर्सन हु इज डिस्क्राइब्स एज ब्युटी विथ बोल्डनेस हु इज नट स्केयर टु ब्रेक एनी बााउन्ड्रिज र डज एब्सोल्युटली आइकोनिक स्टफ्स लाइक नेपाल्स फर्स्ट एभर लन्ड्री एन्ड बिकिनी रनवे सो लेट्स वेलकम अनर अफ युषा विरागो एन्ड ब्रान्ड एम्बेसेडर अफ लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड युषा मगर्दी हेलो युषा दी हजुरलाई स्वागत छ हाम्रो बिन्दास पोडकास्टमा धन्यवाद के छ हजुरको हालखबर अनि जिन्दगी कस्तो चलिरहेछ सब ठिकठाक वी अल नो युषादी को हो युषा मगर को हो भनेर सबैले त चिन्छ अनि तर हाउ वुड यु डिस्क्राइब युर सेल्फ बिकज त्यो एउटा कुनै पर्टिकुलर हुन्छ नि मलाई मान्छेले कसरी चिनिदियोस् भने जस्तो सो युषादी हाउ वुड यु डिस्क्राइब युर सेल्फ बी जस्ट आम बिङ मी त्यति हो लाइक अब हजुरको यो टाइटलहरू बिसाइड्स अल दिस टाइटल हु इज युषा मगर त्यसरी मी आई रियली वान बी गुड एक्जाम्पल फर वुमन फर नारी त्यही हो त्यति नै मेरो लागि चाहिँ अनि हजुरको अब चाइल्डहुडदेखिको कुरा सुरु गर्छु है त बिकज अब एउटा मान्छेको बेस बन्ने भनेको चाइल्डहुडदेखि अहिलेसम्म के कसरी आयो सो लेट्स टक अबाउट हजुरको चाइल्डहुड कस्तो थियो मेरो चाइल्डहुड हजुर। एकदमै नर्मल लाइफ बाहिर एक्सप्लोर नगरेको हजुर स्टेङ विथ अ स्ट्रिक्ट फ्यामिली अनि लगभग 3सम्म चाहिँ अब एक्सप्लोरै नगरिकन यतिकै गयो ओके अनि त्यस्तो लाइक अब म पनि काइन्ड अफ अब गर्ल्स ड्याड गर्ल्स मम भने चाहिँ हल्का स्ट्रिक्ट त हुन्छ नै सो लाइक त्यो स्ट्रिक्ट इन्भाइरोमेन्टबाट निस्केर फर्स्ट एभर रनवे सो त्यसपछि ब्रान्ड एम्बेसेडर आफ्नो एउटा फर्स्ट एभर लन्ड्री र बिकिनीको ब्रान्ड यो त बोल्ड मुभ हो नि त सो हाउ डिड यु कम यतासम्म अनि हाउ वुड यु एक्सप्लेन योर जर्नी दिदी एक्चुली अब चाइल्डहुड नै मेरो स्ट्रिक्ट फ्यामिली बिलोङ भएको भएर चाहिँ अब कति बााउन्ड्रिजहरूमा स्ट्रिक्टली नै बसियो त्यही भएर लाइक सानोबाट नै एउटा इन्डिपेन्डेन्ट रोल चाहिँ लाइफ त्यो चाहिएको थियो अनि त्यही हो स्टार्टिङमा इन्डिपेन्डेन्ट रोल लिएँ फर्स्टमा अनि एक्सपिरियन्सहरू कलेक्ट गरेँ अनि बेसिक अब जुन नर्मल लाइफमा चाहिने कुराहरू नै पहिला त्यहीबाट स्टार्ट गरेँ भनौँ न त्यसपछि अनि बिस्तारै भयो इफ यु डोन्ट माइन्ड इफ आई आस्क हजुरको फर्स्ट एभर जब अथवा वाट डिड यु डु हुन्छ नि फर्स्टमा कहिलेदेखि चाहिँ यो इन्डिपेन्डेन्सवाला टेस्ट हजुरलाई त्यो आयो 12 सकिन बित्तिकै इन्टर्नको लागि चाहिँ ब्युटिसियन चाहिँ सिकेँ एज अ ब्युटिसियन चाहिँ ट्रेनिङहरू लिएँ अनि त्यसपछि चाहिँ पछि म एज अ क्यासियर एन्ड सेल्समा रिप्रेजेन्टेसनमा बसेँ राइट राइट त्यही त मान्छेहरूले हेर्दा अब ओ ड्याङ्गै ब्रान्ड देख्छ खतरा देख्छ होइन तर कहाँदेखि त्यो स्टार्ट भएको त्यो सबैजना त सिल्भर स्पुनमा फिड भएर त आउँदैन नि त सो आज आई रियली वान्टेड टु नो यो सब कुराहरू लाइक मान्छेहरूले पनि थाहा पाओस् कि सबै कुरा यत्तिकै आएको चाहिँ हुँदैन जस्ट बिकज यु लुक प्रिटी एन्ड समथिङ होइन हजुरको स्ट्रगलहरू के कस्तो थियो सो मलाई हजुरको फर्स्ट एभर यो अब नेपालमा पहिलोचोटि बिकिनी र लन्ड्रीको एउटा रनवे सो भयो अनि हाउ डिड यु कम अप विथ दिस आइडिया यो गर्नुपर्छ अनि कसरी हजुरलाई त्यो लाइक म गर्छु वाला त्यो इनिसिएटिभ आयो यसको बारेमा अलिकति फर्स्ट लन्ड्री सुट गर्दाखेरि चाहिँ धेरै कम्प्लिकेटेडहरू आयो सोसाइटीबाट पनि आफ्नो फ्यामिली मेम्बर्सबाट पनि इभन आफ्नो सर्कल्सहरूबाट पनि अनि त्यही भएर नै एज अ इगोस्टिक नै अब यो कुराको लागि चाहिँ म अलिकति स्ट्यान्ड लिएर आफ्नो भोइसमा चाहिँ आफ्नै लागि कसैको लागि होइन आफ्नै लागि नै गर्छु भनेर राइट राइट इस्टाब्लिस गरेको किनभने मान्छेहरूले बोल्ड लुक भन्ने बित्तिकै छाडा भनेर सोचिदिन्छ नि त विच इज एब्सोल्युटली रङ सो हजुरको केही लाइक मोटिभ थियो बिकज फर्स्ट एभर ब्रान्ड पनि हो यो युषा विरागो चाहिँ सो वाट वाज द मोटिभ बिहाइन्ड हुन्छ नि म लन्ड्री नै गर्छु बिकज अफकोर्स अहिलेसम्म पनि यिनी कुरा नर्मलाइज भएको छैन सानो यत्रेको लुगा लाउँदा त मान्छेहरू कसरी हेर्छ झन् त्यति बेला युआर द पायोनियर के यो कुराको लागि हुन्छ नि सो के थियो हजुरको मनमा त्यो लाइक केले चाहिँ एकदमै इन्सपायर गर्यो कि फक दिस सेट म गर्छु वाला एज अ वुमन रियल लाइफमा चाहिँ
मलाई चाहिँ के फिल भयो भने अब जन्मिँदा त अब नाङ्गे जन्मिने हो, मर्दा पनि नाङ्गे नै मर्ने हो। अनि अब पहिला पहिला त अब लुगै नलाइकन लाइक त्यो जर्नीको थियो मान्छेहरूको जर्नी नै होइन। अनि त्यही कुरालाई लिएर चाहिँ अहिले एकदमै ओभरथिङ्क गरेर जजमेन्ट गरेर चाहिँ मान्छेको अब लाइक भनौँ न व्यक्तिगत आफ्नो मेन्टल हेल्थको लागि नै एकदमै इम्प्याक्ट गर्ने भएको भएर चाहिँ यो कुराको लागि चाहिँ अब इभन राम्रो होस् नराम्रो होस् तर नो वान क्यान लाइक हुन्छ नि जज भनेर चाहिँ। हो एब्सोल्युटली, मान्छे नाङ्गै जन्मिन्छ नाङ्गै मर्छ, यो वस्त्र यताउति त सब एउटा कुरा हो, त्यहीमा पनि मान्छेहरूलाई कति जजमेन्टल है यो सब। ओके देन अब सेन्स अब युसा भिरागो यो चाहिँ एउटा ब्रान्ड हो, यो त ब्रान्ड मात्रै नभएर एउटा मोटिभ नै भइसक्यो, एउटा मोटो नै भइसक्यो। सो वाट डज युसा भिरागो स्ट्यान्ड्स फर, लाइक यसको एउटा मोरल हुन्छ नि यो चाहिँ यो रिप्रेजेन्ट गर्छ है भनेर। या एक्ज्याक्टली, भिरागोको एक्ज्याक्ट वर्ड भनेको चाहिँ मस्कुलिन वुमन हो, एङ्गर इस्युज भएको फियर्स काइन्ड अफ फिमेल हो। सो लाइक चाहिँ जोसँग पनि लाइक वारमा फिल्डमा उत्रिन सक्ने खालको वरियर टाइप वरियर नै काउन्ट गर्छ त्यसमा चाहिँ। सो स्पेसली फर्स्ट रनवेको लागि चाहिँ अल साइज म्याटर, किनभने हामी केटी मान्छे भएर चाहिँ एकदमै पर्फेक्ट हुनुपर्छ है भनेर चाहिँ त्यो समाजले चाहिँ दिएको कुरा, सिकाइएको कुरा सिकेर आइरहेको बच्चादेखि नै सानैदेखि नै। सो यही कुराले धेरै मान्छेलाई इन्सिक्योरदेखि लिएर सबै कुराको एउटा मेन्टल हेल्थमा इस्युजहरू भएको भएर चाहिँ मैले चाहिँ अब होइन है अब लाइक पर्फेक्ट नै हुनुपर्छ भने कोही पनि छैन होइन, हुँदा पनि हुँदैन। बट देन लाइक सोसाइटीको लागि चाहिँ म पर्फेक्ट भए हुन्थ्यो भन्ने चाहिँ एउटा इमेज क्रिएट भएको छ। त्यसकै लागि नै मैले चाहिँ यही बिहाफमा चाहिँ अब अल साइज म्याटर गर्नुपर्छ, अल जेन्डर म्याटर गर्नुपर्छ, अल स्किन म्याटर गर्नुपर्छ भनेर चाहिँ सबैलाई एउटा इन्सेक्योर सिरिजको लागि चाहिँ ब्रेकडाउन होस् भनेर। राइट हो, मैले यसै मार्केटमा हेर्दा पनि अहिले यो अल साइजेसहरू म्याटर त बल्ल बल्ल निस्केको कन्सेप्ट है। योभन्दा अगाडि त यति नै साइज हुनु पऱ्यो, फिगर यति नै हुनु पऱ्यो। इभन इफ यु अप्लाइङ फर मोडलिङ अर कसैको लागि ब्रान्ड रिप्रेजेन्ट गर्छु भन्दा पनि थिन वेस्ट बिग एस काइन्ड अफ हुन्छ नि यो 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 अनि हाइट यति, यो चाहिँ एउटा बेरियर चाहिँ हो, अलवेज नै थियो। त ठिक छ, यस आई होप हजुरको ब्रान्डले अझै यो कुरालाई अझै अगाडि लगोस् होइन, यो कुरालाई अझै ब्रेक गरोस्। मैले पनि आफूले एक्सपिरियन्स गरेँ खास यो कुरा, लाइक म पनि आई युज टु बी चबी अलिकति, देन आई डोन्ट नो अब मन परेन बिकज अफ मेबी मान्छेहरूले या त मोटाइस भनेर हो कि वाइ आई ह्याड द्याट मोटो भनेको राम्रो होइन, विच इज एब्सोल्युटली रङ गाइज, हुनु हुँदैन रहेछ। देन आई स्टार्टेड वर्किङ आउट राइट, अनि मैले वर्कआउट पनि गरेँ इन अ होप कि ल अब म राम्रो हुन्छु, वान्स आई गेट थिन राम्रो फिगर भयो भने आई गेट द्याट कन्फिडेन्स। तर त्यो पनि एब्सोल्युटली रङ रहेछ गाइज, बिकज वर्किङ आउट पनि आफूलाई गर्नुपर्दो रहेछ, वर्कआउट गरेर पनि म दुब्लाएर पनि आई डिड नट गेन द्याट कन्फिडेन्स के लाइक ओके त्यो भएको छु भनेर। सो यो सब कुरा चाहिँ यस एउटा माइन्डसेटबाट नै आउँदो रहेछ। सो लाइक दिदी यसमा म चाहिँ हजुरलाई सोध्नु मन थियो, एउटा कुनै मोमेन्ट आयो जहाँ चाहिँ यु फेल्ट लाइक अब चाहिँ म गिभअपै गर्छु होला यार, म सक्दिनँ टाइप्स हुन्छ नि एउटा? नेभर, किनभने लाइक मेरो प्यासन नै म यो कुरालाई बिल्ड गर्छु भनेर इम्पायर गर्ने मेरो एउटा इन्टेन्सन थियो। सो द्याट लाइक इभन लाइक पिपुल सपोर्ट यु अर लाइक नगरे पनि त्यो मलाई केही पनि फरक पर्दैन थियो। लाइक आई वाज जस्ट किप गोइङ, इभन राम्रो बनोस् इभन राम्रो नबनोस्, इभन दो लाइक जति पनि कामहरू आउँथ्यो, जति पनि रनवेहरूको लागि भन्नुहुन्थ्यो, म कहिले पनि त्यो अपर्च्युनिटीलाई नै भन्दैन थिएँ होइन। इभन लाइक लन्चदेखि लिएर 5 स्टार्सदेखि लिएर क्लब्सदेखि लिएर आउटडोर इभेन्ट्सहरूदेखि लिएर इच एन्ड एभ्री इभेन्टलाई चाहिँ मैले जहिले पनि रेस्पेक्टली नै मैले त्यो वेमा लिएँ। सो मलाई चाहिँ आई डोन्ट थिङ्क सो मलाई कहिले पनि मलाई डिमोटिभेट भयो चाहिँ त्यो चाहिँ फिल हुँदैन, इभन मलाई सपोर्ट नगरे पनि। आफ्नो मोटिभेटर आफै भयो भने द वर्ल्ड क्यान नट टच यु राइट। एक्ज्याक्टली।
सो यस सेन्स अब यसैमा म एउटा जोड्छु है त इट वाज नाइस कि हजुरले अब आफ्नो मोटिभेटर आफै भइसक्यो बट अब नेपालभन्दा पनि एनी अफ द ग्ल्यामर इन्डस्ट्रीहरूमा केटीहरू त हुन्छ तर मेन प्याट्रिआर्की जुन केटाहरू हुन्छ नि लाइक दे आर द वान तिनीहरूले नै जज गर्ने कसैलाई अब यो मसँग फ्र्याङ्क छ मसँग कम्फर्टेबल छ लेट्स हायर दिस गर्ल त्यसरी ट्यालेन्ट भन्दा पनि त्यसरी हेरिदिने हामी कति सुनेको हुन्छ सो डिड यु एभर फेस त्यस्तो लाइक गर्नुभयो कि नै त्यस्तो फेस र हजुरको चाहिँ लाइक ओपिनियन के छ यसमा यो जुन एउटा काम जहिले पनि आउँदाखेरि चाहिँ डिपेन्ड्स अन यु लाइक कसरी के रिलेसन्स राख्ने भनेर कतिको रेस्पेक्टली गर्ने कतिको प्रोफेसनली गर्ने अब के कुरा गऱ्यो भने डोमिनेट गर्छ भनेर त्यो त अलरेडी नै माइन्ड सेट नै हुन्छ होइन सो लाइक कहिले पनि नि काम गर्दाखेरि चाहिँ त्यस्तो फिल चाहिँ मलाई काम गर्दा पनि आफ्नै एउटा पर्सनालिटीले पनि कहिले पनि मैले त्यो ब्रेक चाहिँ हुन दिएन सो इट वाज लाइक जहिले पनि काम गर्दाखेरि एउटा रेस्पेक्ट जोन नै पाइरहेको हुन्छु जस्तो आफ्नो बााउन्ड्रीमा चाहिँ आफू स्टिक हुनु पर्यो लाइक हजुर योभन्दा बढी चाहिँ तैँले पाउँदैछ है मेरो काम मात्रै पाउँछस् काइन्ड अफ है हुनुपर्छ यार यस्तो वर्ल्ड जहाँ चाहिँ अब मेल डोमिनेन्ट सोसाइटी नै भनौँ ओके अफकोर्स नट अल मेन बट स्टिल मेन सो मेल डोमिनेन्ट सोसाइटी अनि त्यसमा चाहिँ अब केटीहरूलाई बेसिकली उनीहरूको ट्यालेन्ट भन्दा पनि राम्री केटी हो केटी भएर पाएको हो लाइक मैले पनि कति पाउँछु क्या इभन इफ मैले खतरा केही डिल ब्रेक गरेँ भने पनि त्यहाँ तिम्रो डिग्री तिम्रो मेहनत अथवा तिम्रो स्किलले भन्दा नि केटी हो आइहाल्छ नि क्लाइन्टहरू त टाइप्सको कुराहरू हुने क्या अनि त्यो सुन्दा चाहिँ यस्तो दिक्क लाग्ने झन् अब हजुर त यसमा फर्स्ट एभर पर्सन हु वाज देयर सो अभियस यस्तो कुराहरू आयो होला भनेर सोधेको मैले सो ओके दी रिसेन्टली नारी दिवस भएको थियो होइन अनि हजुर चाहिँ अब ब्रान्ड एम्बेसेडर अफ लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड नट ओन्ली एम्बेसेडर तर अर्गनाइजर पनि सो यसको बारेमा चाहिँ के भन्दैछ नि त हाउ वाज इट अनि वाट डिड यु डु हजुरको रोल प्लेहरू यताउति एक्ज्याक्टली प्लानिङ चाहिँ अब यो सबै काम गरेकै यसकै लागि नै हो खासमा चाहिँ अब लाइक सोर्स त्यो वेले भए पनि नि अब लाइक मेरो डेस्टिनेसन भनेको चाहिँ अल टुगेदर केटीहरूको लाइक एउटा फिल्डमा ल्याएर सबैजना समाजमा साथमा बसेर एकअर्कालाई सपोर्ट गर्ने चाहिँ मेरो एउटा मोटो हो होइन अनि त्यही कारणले नै मैले यत्रो वर्ष दुःख गरेको हो अनि एट द एन्ड अफ द डे मैले चाहिँ यो वुमन्स डेमा चाहिँ अब जति पनि मेरो काम गर्ने टिमहरूदेखि लिएर जति पनि मलाई सपोर्ट गर्नेदेखि लिएर उहाँहरूलाई चाहिँ एउटा सर्टिफाइड गरेर एउटा राम्ररी प्रेस्टिजले एउटा रेस्पेक्टले चाहिँ सम्मान गर्ने मेरो ठुलो चाहना थियो त्यसैले म एज अ लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडबाट ब्रान्ड एम्बेसडर भएर यो कुराहरूको चाहिँ मैले बेनिफिट लिएर आफै अर्गनाइजर भएर चाहिँ यो आफ्नै ड्रिम चाहिँ मेरो पुरा भएको हो राइट हो दिदी आफू कुनै पोजिसनमा छ भनेपछि हो आफ्नो मनको कुराहरू समाजलाई भलो हुने कुराहरू चाहिँ स्प्रेड गर्नै पर्छ साँच्चै रियली प्राउड अफ यु दी यसको लागि अनि आई स यो पोस्टहरू यु वर लुकिङ एब्सोल्युटली स्टनिङ यस्तो राम्रो देखिसक्यो थियो त्यो साडीमा एन्ड एभ्रिथिङ सो अब यसैसँग लिङ्कअप गर्दा लायन्स क्लबले अरू के गर्छ लाइक अब वुमेनहरूको लागि बेसिकल्ली त्यसपछि अल्सो युथ अनि अब लायन्स क्लब जस्तै अरू पनि टन्नैहरू छ जसमा चाहिँ हामी कनेक्ट हुन सक्छौँ सो वाइ इज इट नेसेसरी हामी यस्तो खालको कम्युनिटी र सोसाइटीसँग चाहिँ अर्गनाइजेसन भनौँ न कनेक्ट हुनु सोसियल वर्क गर्नु चाहिँ किन नेसेसरी छ फर स्पेसली फर वुमेन हजुरलाई के लाग्छ यो किन नेसेसरी छ र गर्नु के छ यसको चाहिँ मोटिभहरू अझै भनेर लायन्स क्लबको चाहिँ एक्ज्याक्टली खासमा प्योर चाहिँ वुमन मात्र त्यो चाहिँ ग्रुप हुने होइन खासमा चाहिँ लाइक एनीवन क्यान एप्लाई अनि लायन्स चाहिँ हाम्रो सिनियर्सहरू हो खासमा भन्ने चाहिँ अब अलिकति सिनियर्स आफूभन्दा ठुलोहरूको त्यो ग्रुप हुन्छ चार्टर मेम्बर्सहरू हुन्छ उहाँहरूभन्दा चाहिँ हामीहरूभन्दा सानो लेभलहरूबाट केही एउटा सोसाइटीमा गर्न सक्ने अब केही च्यारिटी अरू केही एउटा सोसियल वर्क्सहरू गर्नु पऱ्यो भने चाहिँ त्यो चाहिँ एउटा राइट प्लेटफर्म हो जुन चाहिँ लियो भनेर काउन्ट हुन्छ त्यो चाहिँ लायन्सहरूभन्दा जुनियर नै हुन्छ अब एक्चुली म खासमा लियोमा काउन्ट हुन्छु तर मलाई चाहिँ त्यति बेलासम्म चाहिँ लियोको त्यति साह्रो थिएन अनि प्लस लायन्सबाट पनि अब हजुर नै बस्दिनँ अब उहाँहरूले मैले गरेको कामहरूदेखि लिएर जति पनि अब मैले इनिसियल वर्कहरू गरेको छु मैले कन्ट्रिब्युट गरेको भएर चाहिँ उहाँहरूले नै मलाई अब
लाइन्समै बस्नु भनेर चाहिँ इन्सिस्ट गर्नुभएको खासमा वुमेन लाइक अब यो सोसाइटीमा मैले अघि भने जस्तै प्याट्रिआर्की एन्ड एभ्रिथिङ सो त्यो वुमेनहरूलाई यस्तो खालको कुनै अर्गनाइजेसन खोलेर एज इन ग्रुप अफ इट एउटा कमन एजेन्डा एउटा कमन मोटो लिएर युनाइटेड भएर बस्न कतिको जरुरी छ र कतिको के भन्छ स्युडो फेमिनिजम चाहिँ होइन यो कुरा भन्नाले बिकज कति हामीले फेमिनिस्टहरू देख्छ अब जस्ट बिकज केटाहरूले रक्सी खान्छ भन्दैमा केटीले पनि रक्सी खान्छ भन्छ नि त त्यो त फेमिनिजम होइन नि त द्याट्स नट वाट फेमिनिजम स्ट्यान्ड्स फर यता स्युडो फेमिनिजम भयो सो यस्तो कुनै अर्गनाइजेसनहरू पनि होला जहाँ चाहिँ लाइक दे ग्यादर एज अ या हामी चाहिँ अब फेमिनिजम तर स्युडो फेमिनिजम कुराहरू स्प्रेड गरिरहेको हजुरलाई चाहिँ के लाग्छ के भन्न चाहन्छ यसकोमा चाहिँ मलाई त दिस इज रियली निडेड यो कुराको लागि किनभने अब अब सानैबाट नै अब हाम्रो लाइफ एज अ वुमेन एउटा केटी मान्छेको लाइफ भनेको चाहिँ सबै कुरा चाहिँ अरूको लागि गरिदिनु पर्ने भन्ने खालको लाइफ चाहिँ हामीले पाएको हुन्छ त्यो लाइक इभन सानैदेखि ट्रेन गरेको सानोदेखि मम्मी ड्याडीको सुन्ने मम्मी ड्याडीको चोइसलाई अब हुन्छ भन्ने अनि त्यसपछि फेरि अब बिहे गरेपछि बुढालाई खुसी पार्नु पर्यो बुढालाई खुसी गरेपछि अनि यो चाहिँ अब लाइक होल ओभरअल हाम्रो त लाइक एउटा हुन्छ नि एउटा लाइफ नै योगदानमा दिएको जस्तो भयो कि सो यसको लागि चाहिँ मैले इट्स नट लाइक कि अब लाइक मेलसँगै कम्पेयर गर्नुपर्छ भन्ने होइन तर एट द सेम टाइम केटी मान्छेको पनि एउटा ग्रुपिजम एउटा हुन्छ नि हु स्ट्यान्ड्स फर लाइक हुन्छ नि जसलाई कसैलाई केही परेको बेलामा हुन्छ नि हाम्रो आफ्नै एज अ फ्यामिली भनेर चाहिँ त्यत्तिको एउटा चाहिँ टिम मेम्बर र एउटा ग्रुप चाहिँ एउटा भयो भने पनि अझै बेटर हुन्छ मलाई पनि त्यही भएर यस्तो कुनै देखेँ ग्रुप अफ वुमेन वर डुइङ समथिङ देख्दा चाहिँ एकदम खुसी लाग्छ बिकज हो बच्चैदेखि नै अब वुमेनहरूलाई भनेको हुन्छ अब आम्बाको कुरा सुन्नै पऱ्यो मेरो बाबाले भन्छन्थ्यो कि एउटा इन्सिडेन्ट यहाँ नजा त्यहाँ नजा यो नलगा टाइप छैन हजुरले मलाई के विश्वासै नगर्ने हो कि म यता गइदिउँला उता गइदिउँला यस्तो यस्तो भन्नु अनि बाबाले चाहिँ तँलाई विश्वास नगरेको होइन छोरी समाजलाई चाहिँ विश्वास नगरेको भन्छन्थ्यो क्या बिकज हुने हाम्रो समाजमा कस्तो छ मान्छेहरूको लाइक दे वुड फक इभन एनिमल्स पनि कति सुनेको हुन्छ इट्स नट ओन्ली अबाउट गर्ल्स होइन त्यो भन्छन्थ्यो क्या सो बच्चैदेखि नै त्यो कुरामा पनि मच्योर भएर अड्डिनु पर्ने ला अब समाजले त्यो गर्ला त्यसपछि ग्रोइङ अप ठुलो भएपछि अब त्यस्तै अनुसारको बााउन्ड्रिज त्यसपछि म यहाँ जान्छु उहाँ जान्छु बिहे गर बुढासँग घुम्लास् होइन बुढा घुम्न रेडी होला कि नै थाहै छैन अनि त्यसपछि फेरि बिहे गरेर जाऊ फेरि अब त्यो बुढाको पर्मिसन ल्याऊ फेरि ससुराको पर्मिसन ल्याऊ लिटरली अनि त्यो त्यही भएर कन्या दान गर्दो रहेछ जस्तो लाग्छ कि दानै गरिदिँदो रहेछ कि मम्मी सो यसैको डेप्थमा अझै जाँदा चाहिँ सिन्स मैले अघि न एउटा इन्सिडेन्ट जोडेँ जुन लाइक बाबाले तँमाथि विश्वास नगरेको होइन समाजमा चाहिँ विश्वास नगरेको विच इज ट्रु पनि सो अनि अहिले फेरि हाम्रो इन्सा बहिनीको जुन एउटा आयो इन्सिडेन्ट भेरी अनफर्चुनेट अनि यसले गर्दा निर्मला बहिनीको पनि इन्सिडेन्टहरू रिसर्फेस भइरहेको छ जुन अहिलेसम्म पनि जस्टिस त पाएकै छैन तर यिनी कुरा घुमेछ के सो अनि मैले लाइक नट ओन्ली हामी सबै केटीहरूको एउटा थट हुन्छ क्या वेन दे गट रेप्ड तिनीहरू त बिकिनीमा पनि थिएन लन्ड्रीमा पनि थिएन प्रोपर आउटफिटमै थियो अनि स्टिल समाजले हामीलाई त किन गइस् त किन यस्तो लुगा लाएर हिँडिस् त यस्तो खालको त्यो भनिदिन्छ क्या हजुर आज चाहिँ लेट्स टक अबाउट हुन्छ नि बोल्डनेस भनेको ब्युटी एन्ड बोल्डनेस भनेको छाडा कुरा होइन अनि बुर्खा लाउनेको पनि रेप भइरहेछ सानो भर्खर जन्मेको बच्चाको पनि भइरहेछ इट्स नट नेसेसरी कि लुगैमा सो यो मान्छेहरूले चाहिँ नि केटाहरू मेन अब लाइक यो डोमिनेन्ट सोसाइटी वाट एभर गाइज आइम रियली सरी है तपाईँहरूले सबैलाई गाली गरेको छ होइन सो यसमा चाहिँ हुन्छ नि यो लुकाउनुलाई भन्छ होला कि लेट अस डु वाट यु वान्ट डु अनि त्यसपछि हामीलाई जस्टिफाई गर्नु मन चाहिँ छैन सो धेरै लुगा सो यसमा पनि हजुरको धारणा दिदी लेट्स टक यसमा यो त अब के भन्नु अब त्यो त रेप गरेको मात्रै सोचाइमा र नराम्रो सोच हुनेको सोच मात्र बुझ्न सक्छ होला किनभने अब लाइक सबै मेल चाहिँ त्यस्तो हुँदैन हजुर अफकोर्स बट लाइक त्यस्तो सोच हुने मान्छेको पनि कम चाहिँ हुँदैन भन्ने हो अब त्यही हो अब लाइक एट द एन्ड अफ द डे मान्छेले के सोच्छ भन्नेमै फरक पर्छ मेन
एउटा जेन्युन पर्सपेक्सन कस्तो हुन्छ, मान्छेको लगाइ र खुवाइकै रिच हुन्छ भन्ने भित्रबाट के सोच हुन्छ थाहा हुँदैन होइन। अब त्यो जस्टिस चाहिँ हामीले यही वाइजले नै एक्ज्याक्टली चाहिँ खासमा लन्ड्री र बिकिनीको प्रोग्राम नै अरू यो एउटा एम्पायर नै त्यही भएर नै लाइक आफ्नो भोइस र आफूले लगाउने कुराले चाहिँ अरूले चाहिँ इभन राइट होस् या रङ होस् त्यो फरक पर्दैन भनेर चाहिँ एउटा कम्युनिटी डेभलप गर्नुपर्ने सोच भएर नै गरेको हो। बट तिमीले भनेको जस्तो अब त्यो सोचमा चाहिँ अब यो कुरामा चाहिँ नराम्रोले नराम्रो गरिसक्यो, नराम्रो कुरा हो भनेर सबैलाई नै थाहा छ, गर्ने मान्छेलाई पनि थाहा हुन्छ होइन। अब त्यो कुराले त कतिको चेन्ज हुनुपर्छ र कतिको आफ्नो सोचाइ चाहिँ डिफ्रेन्ट छ अरूभन्दा, कतिको घिनाउने कुरा त भयो नि त्यो त होइन। त्यो चाहिँ अब त्यस्तै मान्छेहरूलाई नै अब पर्सनल्ली हामीले इन्टरभ्यू लिनुपर्छ अब हामीले। कस्तो कि हाम्रै काँधमा बन्दुक राखेर चलाइदिने, किन आर्टिस्ट लुगा लाएर टाइप्स बद्ध रिस उठ्दो यस्तो कुरा सुनेर। त्यही म हेर्छु कि नेपालमा अब विदेशहरूमा त कति बिकिनी लाएर हिँडिरहेको हुन्छ, दौडिरहेको हुन्छ, थङ जी स्ट्रिङ एभ्रिथिङ होइन। त्यहाँ त यस्तो खालको नराम्रो त हेर्दैनन् इभन होइन, यस्तोले त हेर्दैनन् कि नेपालमा पनि त्यस्तै कल्चर ल्याउनु पर्यो हो त सबजना केटीहरूले बिकिनीमा हिँडायो भने त्यसपछि चाहिँ तैँले गर्दैनस् कि भनेर हुन्छ नि दिदी। अब बाहिर चाहिँ इट्स नर्मल, किनभने यो त लाइक ओके फाइन गर्छ, तर नेपालमा त्यही ठाउँमा अलिकति पनि छोटो लगाइदियो भने कस्तो अब नट ओन्ली बोइज कि अब केटीहरूले पनि अब हामीभन्दा माथिको हाम्रो ओल्डर जेनेरेसनको वुमेनहरूले पनि नराम्रो शब्द त्यो गरिदिने। सो हजुरलाई मैले त्यही भएर पनि सिन्स हजुरले नै अब बिकिनी एन्ड लन्ड्रीहरू फर्स्ट एभर लन्च गरेको, यु पर्सनली वेन्ट थ्रु अल दिस होइन, कसरी चाहिँ हामीले नेपालमा पर्टिकुलरली बिकज नेपालमा चाहिँ ट्रेडिसनल हाम्रो सोचाइ गएको पनि छैन र कम्प्लिटली वेस्टर्न सोचाइ चाहिँ हामीले लिन पनि सकेको छैन क्या। सो यो ट्रान्जिसन फेजमा यसलाई अब रोक्नै त गाह्रो होला, बट मिनिमाइज गर्नलाई चाहिँ मान्छेहरूको माइन्डसेटलाई ओपन अप गर्नलाई चाहिँ हामीले अझै के गर्नुपर्छ होला, लाइक लन्ड्री बिकिनीबाट नै होस् अथवा अदर वेमै होस्, हजुरको के छ यसमा धारणा दि? अब एज अ ट्रेडिसनल वाइज चाहिँ त्यो जानै पर्छ भन्ने चाहिँ मेरो सोच होइन। अब कति कुरा हाम्रो पुर्खौली हामीले हाम्रो कल्चर हाम्रो रिलिजियन त्यही सँगै पनि अगाडि चाहिँ लानुपर्छ। तर अब के भन्ने लाउने लुगाहरू त अब त्यही मान्छे बाहिर गएर बस्यो भने त्यही मान्छेलाई राम्रो लाग्ने हो, त्यही मुभी हेर्दाखेरि त्यही म्युजिक भिडियो हेर्दाखेरि त्यसलाई राम्रो भन्छ। बट हामीले गऱ्यो भने चाहिँ नेपाली मान्छेले गऱ्यो भने चाहिँ अलिकति धेरै क्वेसन्सहरू आउने हुन्छ। त्यो कुरामा चाहिँ नर्मलाइज हुनु पर्यो, त्यति नै हो। नर्मलाइज मात्र भइहाल्यो नि, किन सबैजनाले लाउनै पर्छ भन्ने छैन, सबैजनालाई इच्छै हुन्छ भन्ने छैन होइन। त्यो कुरामा त्यो बिहाफमा चाहिँ बोल्न मिल्दैन, किनभने सबै केटीलाई लन्जरी बिकिनी नै लाउन सोच भन्ने त हुँदैन नि त। सो तर कति कुरा लाउँदैमै भन्दैमा पनि इभन आफैले पनि लाउँदैन भने नि लगाइदिने मान्छेलाई चाहिँ आफूले नलाए पनि नि जज चाहिँ किन गर्नु पर्यो भन्ने कुरा हो। सो यो कुराहरू चाहिँ नर्मलाइज हुनु पर्यो कि यो कुरा चाहिँ हो। ठ्याक्क मलाई हजुर लाइभ सोजहरू भनेपछि एउटा नट इन्सिडेन्ट तर टाइला सिङ्गर, इन्टरनेसनल सिङ्गर, पप सिङ्गर, अनि ऊ चाहिँ इन्डिया मुम्बईमा चाहिँ उसको सो थियो। अनि पछि अब उनीहरूको अफ्रिकन बिट अनि अफ्रिकन डान्स ट्वर्किङ एभ्रिथिङ, अब सी इन्ट्रोड्युस द्याट स्टेजमा पुरा नाच्यो, छोटो लुगा लगाएको थियो, प्रिटी होइन, अनि पुरा नाचेको थियो। मैले ठ्याक्क स्क्रोल गर्ने बेला अनि त्यहाँ कमेन्ट सेक्सनहरूमा देखेको थिएँ कि सबजना केटाकेटी एभ्रिबडी थियो लाइक ओ वाउ कस्तो बोल्ड, कस्तो प्रिटी, कस्तो नाइस, इभन द डान्स मुभ्सहरू आफ्नो कल्चर त्यो गरेको रे, अनि पछि कस्तो राम्रो देखेको, दे वर लाइक सपोर्टिङ एकदमै। अनि एज सुन एज आजकल चाहिँ सुनिधि चौहान भन्ने हाम्रो सिङ्गर, उहाँको पनि सी इज डुइङ अर लाइभ सोजहरू। अनि पहिला चाहिँ अब कुर्ता र साडीमा भने नि आजकल चाहिँ अलिकति बोल्ड लुकमा गर्नुहुन्छ क्या। त्यही स्टेजमा त्यही पोजिसनमा टाइला लाइक विदेशी एउटा हुँदा चाहिँ खतरा, तर त्यहीमा चाहिँ आफ्नै अब हिन्दू नारी भनेपछि त यति ब्याकल्यास के, कस्तो हिपोक्रिट। अब त्यही कुरा चाहिँ त यस्तो भएर संस्कार बिगार्ने यताउति, लाइक वाइ डु यु थिङ्क युषादी हजुरलाई चाहिँ लाइक विदेशी भनेपछि चाहिँ ओ कुल लाग्ने रे यिनीहरूलाई, हामीलाई भनौँ न अब यिनीहरू भन्दा पनि। अनि यही कुरामा चाहिँ अब हाम्रो नेपाली नारी अथवा इन्डियन अथवा हिन्दू सनातन धर्मको कोही आयो भने एउटा केटीले चाहिँ देवी माको पनि एउटा कस्प्ले गरेको थियो कि, त्यसमा चाहिँ अब हाम्रो हिन्दू कल्चरमा यताउतिमा चाहिँ अब हाम्रो देवीहरू त नेकेड नै रिप्रेजेन्ट हुन्छ नि त, यो पनि ब्याकल्यास आएको थियो कि हाम्रो देवीहरूलाई किन नेकेड रिप्रेजेन्ट गरिस् काइन्ड अफ भनेर। सो
यो न्युडिटी भन्ने कुरा अथवा बोल्डनेस भन्ने कुरालाई यो मान्छेहरूको दिमागमा चाहिँ भल्ग्यारिटीको पर्सेप्सन चाहिँ किन होला लाइक वाइ डु यु थिङ्क दि लाइक नेपालमा अथवा इन्डियामा लाइक डेभलपिङ कन्ट्री डेभलपिङ त होइन त्यही पनि अब यस्तो कन्ट्रीमा चाहिँ माइन्ड सेटमा चाहिँ डेभलपिङमा चाहिँ यस्तो खालको राख्ने र यही कुरा चाहिँ बाहिरको इन्टरनेसनल आर्टिस्टहरूले आएर गऱ्यो भने चाहिँ ड्याम ओ रिभोल्युसन वुमेन पावर ब्याड बेच वाट एभर द्याट इज होइन हजुरलाई चाहिँ लाइक के भन्न चाहनुहुन्छ यसमा चाहिँ हजुरको थटहरू त्यही हो मेरो क्वेसन त यही हो वाइ डु थिङ्क भन्ने नै हो मै आफै क्लास पढ्दै हिँडिरहेको हुन्छु सबै ठाउँमा होइन अब त्यो मैले बुझ्नै सकेको छुइनँ त्यही भएर वाइ दे थिङ्क सो जे थिङ्क गरे पनि नि फक यर थिङ्क ओके भनेर नै हिँडिरहेको म त्यही सोध्छु कि यही कुरा चाहिँ बाहिरकोले गऱ्यो भने ऊ ड्याम वुमन होइन अब यही कुरा आफ्नोले गऱ्यो भने चाहिँ रङ कसरी रङ के त्यो अब सो नर्मलाइज हुन एकदमै नेसेसरी छ नर्मलाइज नट एज इन जजले होइन आफ्नो सेन्सले हुन धेरै नै निडेड छ मच निडेड है हामीले यो बोल्ड छोटो लुगा न्युडिटी वाट एभर द्याट इज यसलाई चाहिँ भल्ग्यारिटीको पर्सेप्सनमा चाहिँ लिनु भएन बिकज यो पनि पार्ट अफ लाइफ नै हो सो राइट पार्ट अफ लाइफ भन्दा पनि जन्मेकै नाङ्गे त्यही मर्ने नै नाङ्गे हो अनि यसमा अब के छ र यो धेरै नर्मल नै कुरा हो अब जे गर्दा पनि अब सधैँ एभ्री टाइम अब पहिला ऊ जमानादेखि त लुगा लगाएर पठाउनु भएको थिएन होला त्यही त जन्मेकै वस्त्रविहीन मर्ने पनि वस्त्रविहीन नाटकै यो स्वभाव यतातिर होइन ओ तैँले यस्तो लगाइस् तैँले यस्तो लगाइस् मर्ने बेलामा त के लुगा लगाएर जान्छस् भाइ होइन द्याट डजन्ट मिन सबै ठाउँमा नाङ्गै हिँड्नुपर्छ न्युडिटी नै चाहिन्छ भन्ने छैन लाइक लाइक प्लेस हुन्छ राइट टाइम राइट अफकोर्स त्यो त अब सेन्स हुन्छ बिचमा गएर अब बुर्खा लाएर नहुने कि अब बिक्री लाएर नहुने भन्ने सेन्स हो पुलमा त साडी लाएर नहुनु भएन त्यो भएन त्यही भएर अब ठाउँ हुन्छ मन्दिरमा गएर हामीले बिकिनी लन्जरीको प्रमोसन गर्दै हिँड्ने होइन अब यो कुरालाई चाहिँ त्यही भएर नै नर्मलाइज हुनुपर्छ भन्ने कुरा हो मेन फ्याक्टर यही हो सो सबै कुरा गर्दाखेरि जे कुरा गरे पनि नि नर्मलाइज हुनु पऱ्यो ब्रो नर्मलाइज चाहिँ हुने त्यति हुनु पऱ्यो अरू सबै कुरा यो एक्सप्लेनेसन किन त कसरी त भनेर भन्नु नै त्यो नै बुझाउनलाई नै वेस्ट अफ यर एनर्जी हो कि वेस्ट अफ यर भोइस हो कि हो भने कति यही कुराहरू होइन बच्चैदेखि पनि यही भएछ अब म पछिका जेनेरेसनले पनि यही भन्ला नि भन्ने डर हुँदैन नहोला आई होप त हुँदैन प्लिज यसपछि चाहिँ होइन आजभोलिको यङ्स्टर्सहरू त पुरै आई डोन्ट केयर भनेर खाले रहेछ बरु हाम्रो टाइमतिर बरु अलिकति भए पनि नि ला के भयो होला डिप्रेस्ड हुन्छ नि त त्यो स्टार्टिङ गर्ने टाइममा त होइन त्यो के भन्ला अरूले के भन्यो भन्ने सोच हुन्थ्यो तर अब अहिलेकोलाई त फुल रेबलियन हो फुल त्यही हुनुपर्ने कि पहिला पहिला त ओहो मम्मी बाबाहरूको पालोको टाइमको कुरा सुन्दा पनि केटासँग बोल्नै डर लाग्ने यो त युजल पिटाइ खाने त्यसपछि अब ला छोटो कपडा लगाएर हिँड्यो अब यसको बिहा हुँदैन ला यसको यस्तो कन्ट्रोभर्सी आयो अब यसको बिहा लाइक एउटा केटीको जिन्दगीमा के बिहे नै लाइक एउटा केटाले चुज गर्नु नै ठुलो कुरा हो र भन्ने जस्तो के हो यो पनि मलाई कति मन पर्दैन लेट अस बी वाट वी आर जस्ट बिकज अब मान्छे त हो मान्छे केटा होस् केटी होस् गल्ती त जसले पनि गर्छ अपराध गर्नु भएन होइन गल्ती गर्दैछ भन्दैमा उसलाई उसको क्यारेक्टरमै आएर जज गर्नुपर्ने अब तेरो बिहा नहुने खालको यस्तो कुरा चाहिँ राख्नु हुँदैन गाइज वी सुड नर्मलाइज यस्तो खालको कुराहरू आई स्वेयर सो युषा दी ठ्याक्क अघि न हजुर के अरे पुलमा हाम फाल्दा त साडी लगाएर हाम फाल्नु भएन यो सोद्धा चाहिँ अब एउटा दिस अर द्याटवाला गेम राउन्ड गरौँ न त फन गेम है सो के हजुरसँग चाहिँ दिस अर द्याटवाला सानो गेम नट लाइक त्यस्तो कुनै युज त नै बट लिटल बिट सो वाट डु यु लाइक मोर स्टेइङ इन अर स्टेइङ आउट स्टेइङ आउट हो देन अनि अर्को चाहिँ समर हजुरलाई मनपर्ने कि विन्टर Summer. Absolutely, I'm a summer girly म पनि Are you a morning person or a night owl? Night what? Same. रातभरि उठ्यो बिहान त बरु रातभरि 5 बजीसम्म उठाइदिए पनि डाउन अनि यस बिच पर्सन or पुल पर्सन Beach. दिस एन्ड द्याटमा चाहिँ एक दुईवटा क्वेसन पनि सोध्छु ल वान थिङ द्याट यु वुड नट टोलरेट इन यर रिलेसनसिप विथ फ्रेन्ड्स अर फ्यामिली अर वाट एभर सो एउटा कुन कुरा चाहिँ आफ्नै मान्छे रिलेसनसिप भए पनि टोलरेटै नगर्ने युषादीले
त्यस्तो केही छैन म त अलिकति एडजस्टेबल छु कम्प्रोमाइज गर्न सक्छु त्यस्तो अहिलेसम्म लाइक हुन्छ नि मैले एउटा इगो राखेर यही हुनुपर्छ है मसँग रिलेसनसिप बस्यो भने अरू मसँग एउटा केही कनेक्सन भयो भन्ने चाहिँ छैन आई क्यान कोअर्डिनेट विथ एनी वान एल्स लाइक अब फ्यामिली फ्रेन्ड्सहरूमा पनि सबै कुरामा त्यस्तो कुनै टोलरेटै गर्न नमिल्ने खालको के भएको छैन राइट त त्यस्तो त्यस्तो इन्सिडेन्ट आइदियो भने चाहिँ लाइक यो चाहिँ अब म टोलरेट गर्दिनँ है टाइप भयो भने डु यु प्रिफर टु कट अफ पिपल अर बी भोकल अबाउट इट बी भोकल अबाउट इट बिकज लाइक अब सेम कुरा भइराख्यो भने त अलिकति राइट प्रेस्टेजको कुरा हो तर बट कुनै सर्टेन टाइममा अब आफ्नो एउटा लाइफ छ भने पनि अरूको पनि लाइफ हुन्छ भनेर चाहिँ सोच्नु पर्यो राइट राइट नभए कोही कोही चाहिँ अब म पनि पर्सनली चाहिँ कट अफ गर्नै सक्दैन कि मलाई त भन्नै पर्छ वाट वर द थिङ्स द्याट आई कुड नट टोलरेट भन्नै पर्छ मलाई भन्छु म इभन राम्रो लाइक रिलेसन जस्तो भयो भने नि एटलिस्ट आफ्नो एउटा कुरा चाहिँ राख्ने एउटा पोइन्टमा चाहिँ आउँछु अनि मम्मीले चाहिँ छोड्दे लेट गो गर्दे गर्छिन्छ कि कसरी गर्छ राइट अनि हजुरको चाहिँ बिगेस्ट इक लाइक मनै नपर्ने इकवाला कुरा चाहिँ एनिथिङ त्यो हजुरलाई भित्रैदेखि थट त्यही भएर नराम्रो थट राइट राइट एकदम ठिक नेगेटिभ एनर्जी चाहिँ लिन सक्दिनँ त्यो चाहिँ नहोस् भनेर भन्छ एब्सोल्युटली राइट हो है आई लाइक इट यो एन्सर चाहिँ मलाई एकदम मन पऱ्यो कि मान्छेहरूले भन्यो भने नभए यो मन पर्दैन खानेकुरा मन पर्दैन बट ब्याड भाइब्स ब्याड एनर्जी चाहिँ इक हुनु सच अ नाइस थिङ अनि त्यसपछि एज अ होस्ट सुनेन कि नितेश हाम्रो नितु दाइ के सुनाएन Who run the world, गर्ल्स Sorry, भाइ ओके अब हामी चाहिँ लगभग अन्तिमसम्म आइसक्यो हाम्रो सोको है अनि एकदमै मलाई यो सो एकदम गर्नु मन थियो हजुरसँग अनि एकदम मजा आयो सायद मैले धेरै नै बोलेँ होला गाइज होइन म एकदम एक्साइटेड थिएँ This is called Virago, okay? आफ्नो voice राख्ने कुरा Virago guys this is Virago अनि सो अब एन्डमा चाहिँ अब एउटा स्विट मेसेज हजुरले अब के भन्न चाहनुहुन्छ हजुरको एक्सपिरियन्सहरू वाइज अब अपकमिङ गर्ल्स बोइज दुवै जेन्डर स्पेसिफिक नगरेर एनी काइन्ड अफ युथ जो छ अब मोडलिङ अथवा आफ्नो सेल्फ एउटा बिजनेस करियर गर्न जो अगाडि बढ्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ वाट वुड यु लाइक टु से युषादी हजुरको मेसेज नेभर गिभ अप अनि अब यस्तै हो अब धेरै कुराको प्रेसर्स अभियस एउटा लाइफ हो सबै कुराको प्रेसर्स हुन्छ इभन लो इभन हाई अनि अब लो टाइममा धेरै डिप्रेस्ड हुनु भएन अनि हाई टाइममा कहिले पनि नि कसैलाई गर्न सक्नुपर्ने एउटा गर्नुपर्ने एउटा केही हेल्प चाहिँ आफ्नो साइडबाट गर्न सक्ने कुराहरू चाहिँ गरिदिनु होला राइट बिकज लाइक दुःखमा आत्तिनु भएन सुखमा मात्तिनु भएन गाइज सो द्याट वाज इट दिदी आज एकदम रमाइलो भयो हजुर आइसक्यो अनि थ्याङ्क यू सो मच फर बिङ विथ अस अनि वी गेट टु टक सो मच हामी यो बोल्डनेस र के हो त बिकिनी अनि लन्ड्रे लजाउँछ क्या केटाहरू कुरा गर्दा पनि बिकिनी हजुर हुनु नि ट्याबु जसरी and it's laundry लन्ड्रे get that on your mind because like women we wear like हुन्छ नि हामी सानैदेखिबाट लन्ड्री भन्ने कुरा चाहिँ म्यान्डेटरी हो हाम्रो लाइफको लागि सो जस्ट मेक इट नर्मल राइट लेट्स नर्मलाइज गाइज सो गाइज हाम्रो चाहिँ अब बिन्दास पोडकास्टको एन्डैतिर आइसक्यो हामी सो दिस वाज इट आज हामीसँग युषादी आएर मिठो मिठो गफ भयो एकदमै इन्फर्मेटिभ एन्ड अवेरनेसवाला गफ भयो आई होप यसले तपाईँहरूलाई पनि कतै न कतै त छोयो होला र होपिङ फर द बेटर फ्युचर अनि अब यस्तो कुराहरू चाहिँ नर्मलाइज होस् भनेर तपाईँको होस्ट सुनैना योगी अब आजको लागि चाहिँ बिदा चाहन्छु थ्याङ्क यू